हेलो अनि नमस्ते वेलकम ब्याक टु माई च्यानल। यो सबजना सन्चै नै आएर मान्छेलाई म पनि यसरी फिट एन्ड फाइन भनौँ होइन। हेर्न सक्नुहुन्छ अहिले चाहिँ पछाडि सुमन पनि छ, यहाँ अर्जुन पनि छ। हेर्न सक्नुहुन्छ हाम्रो कपाल काट्ने मान्छे होइन। हामी चाहिँ जहिले गइरहन्थ्यौँ तर पहिलोचोटि होइन तिहारको बेला भेट भयो हामी चाहिँ होइन। अनि चाहिँ यो आज चाहिँ भैलो खेल्ने यता चाहिँ चलिरहेको हामीले चाहिँ युट्युबमा चाहिँ धेरै भ्लगिङको होइन अरे भैलेको चाहिँ हामीले भिडियो हाल्न पाएन्थ्यौँ। अब हाल्ने डेली होइन आउँछ भन्न चाहन्छु। अनि हामी चाहिँ आज काभ्रे गाउँ कहाँ भन्छ नि तल्लो काभ्रे के तल्लो काभ्रे भन्ने ठाउँमा चाहिँ एकदम खतरनाक खाली भैलो चलिरहेको। अनि त्यही भएर सुमनले के भन्छ वाट भन्नु होइन कि बनाउँदा हिँडे त भइगयो। अब हिँड्ने मान्छे आएको अब हिँड्दिन्छ होइन अर्जुन। भिडियो बन्दैन कहाँ हो र कहाँ तिम्रो लाइभ फोटो खिच्न पर्दैन नि लाइभ फोटो कस्तो लाइभ फोटो के लाइभमा लाइभ फोटो खैचाल भन्ने मेरो त अप्सन छ नि त खिचिने मेरो हात हो कस्तो हुन्छ र लाइभ हुन्छ जस्तै कि त यसो जाउने हल्का भिडियो भन्छ त्यही खिचिया हुन्छ फोटो तँ त कालेल गरेर आएको छ कि त पैसा माग्नु गयो यार दाना माग्न तलतिर टक्क लगाएर एकछिन बन्द पैसा माग्नु गयो। अब पछि भेट्नु तपाईँसँग अर्को घरमा यो घरमा चाहिँ यति भयो होइन अरू घरमा हामी चाहिँ टक्क पारेर ठुलो नदीमा लगाएँ होइन। अनि त्यही हो हाम्रो चाहिँ नाममा त ठुलो होला होइन नाममा त ठुलो होला या नामको मात्रै हो कि होइन। अनि त्यही हो हामी काभ्रे गाउँमा हिँड्दाखेरि अलग एक्सपिरियन्स हुन्छ कि होइन। हाम्रो चाहिँ कहिले नआएको ठाउँ होइन आउनु त आइन्छ तर त्यस्तो आइन्न कि पोहोर साल आइएको थियो यहाँ यो बाटोमा होइन पोहोर साल तिहारमा अब फेरि एक वर्षको अन्तरालमा आइन्छ यो बाटो। अन्त कपाल काट्नु अर्जुनहरू चाहिँ गइरहन्छ होइन थाहा होला तपाईँहरूलाई डेली गइरहन्छ डेली भनौँ कपाल काट्ने भयो कि अब फेरि आउने बेला भएको छ होइन के पुच्छाएन कि यहाँ चाहिँ टिका लाउने चलाउनु रहेछ हामीले लगाइदियो होइन। त्यही हो संस्कारी मान्छेहरूसँग हिँड्ने त्यस्तै हो के गर्नु त यस्तो होइन एन्ड्रोइड फोन बोकेर भ्लगिङ गरिन्छ झिलमिल गरेर स्क्रिन देखिन्छ। त्यही मैले सकेसम्म होइन स्टेबल गराउनुको लागि यति डह्रो समाज दिनु तपाईँले के थाहा कि यार डह्रो मिहिनेत गरेको थियो के भन्ने हात दुख्छ यदि समात्दा दिनभरि पुरै हात समातेर अरे फोन समातेर अडिने। अर्जुन मेरो त तपाईँले अर्को प्लेटफर्ममा गएर भिडियो हेर्नुहुन्छ टिकटक र फेसबुकमा अनि त्यसमा चाहिँ होइन 8-9 मिनट बोलेको भिडियो हुन्छ। अनि त्यहीमा सिधै मैले चाहिँ क्यामेरा यस्तो प्रकारको गराएको हुन्छ। अनि त्यसमा झन् हात कुम यस्तो दुख्छ नि तपाईँले के सुनाम होइन यति गर्दा पनि तपाईँहरूले डर्नुहुन्न होइन। अनि त्यही यो तपाईँलाई होइन एआईको युज गरेर बनाउने मान्छेहरूलाई एकदम अगाडि होइन बढाउनुको लागि होइन एआई एनिमेटेड भिडियोहरू हेर्नुहुन्छ। हामी जस्तो होइन आफ्नो फेस भ्यालु बनाउनु खोज्नेहरूको चाहिँ भिडियो पनि हेर्नु छैन केही पनि छैन यताउता होइन। अनि त्यस्तो बेला तपाईँहरूको चाहिँ होइन अब तपाईँले जति पनि हेटरहरू हुनुहुन्छ सपोर्टरहरू हुनुहुन्छ होइन हेटर चाहिँ बढी छन् कि मेरो होइन फेसबुकमा हेर्नुहुन्छ कि आफ्नो गाउँ छिमेकमा हेर्नुहुन्छ कि जहाँ हेर त्यही चाहिँ हेटर बढी छन्। अनि त्यही हो अर्जुनको चाहिँ फोन आयो कसको के हो त चाहिँ हामीलाई थाहा छैन उपुको फोन रहेछ होइन हाम्रो त न कसैको आओस् न कि हाम्रो त बालै छैन त्यहाँ घर आउँछ र घर पनि भनिरहेको छौँ हामी चाहिँ ज्यादा सोध्छ ठुलो खोला आइपुग्यौँ हामी ठुलो खोला हेर्न सक्नुहुन्छ ठुलो खोलातिर को मान्छे हेर कसै सानो पुरा शीतल गर्ने रहेछ यहाँ फेरि होइन पानी त चिसो होला ठुलो खोलामा यो मान्छे भन्छ अरे अर्को भन्छ होस् छ यार केटाहरू हामी दाइ यो दाइ टोको पारेर ठुलो खोला आइपुग्यौँ हामी होइन बाटो छैन कि यार जाने पानी खाने हो नखाने हो नि पानी खाने भनेर आइयो जाने ठाउँ रहन्छ अब के अन्त अब फर्किँदा होला भोलि खाना भएन होइन डुल्न ठुलो खोलाको हालत हेर्नु सक्छ यति ठुलो छ होइन
के यार बुझ्नै सकिन्न यतातिर चाहिँ यस्तै छ हाम्रो एक दिन टोपाल देख्यो नि भने भिडियोमा तर बोल्नै सक्दैन म आइसा जिक्स सबैले के खतरा भ्लग बनाउन भन्छ अस्ति कमेडी भेट भएको थिएँ बोल्नै सक्दैन के बोल आइक गर्छ कि त्यही त थम्बनेलमा टोपा लेखेर के अभिषेक यार त्यसको टिकटक त टोपा भन्ने टिकटक हेर्न लागि जस्तो त टोपा भन्ने एकदम कमेडियन डान्सर डान्स हेर्दाखेरि अरूभन्दा गोल्डन टिथ मुख हेर्न कस्तो कमेडी छ कि खतरा भेट्न सकिन्छ है त्यसको आइडीमा टोपा हान्नु सर्च भने आइहाल्छ आइसकेर हेर्नु सक्छ हामी चाहिँ खारखोलाटा फरिसक्यो ठुलो लाटा फरिसकेमा अर्जुनलाई चाहिँ खाना खाएन भने अब खाना खानु घर जाने अरे 2 बजेको टाइममा खाना खाने अरे होइन मैले पनि अब चाहिँ भैलोतिर जानु पऱ्यो होइन अब कतासँग के छन् अर्जुनसँग हल्का फुल्का कुरा भयो होइन हल्का फुल्का भिडियो बनाइयो अनि त्यही छ खुसी कुरा अनि अर्जुन चाहिँ जाने बाटो चाहिँ मान्छे रहेको छ म चाहिँ यतातिर जाने होइन त्यही भन्न चाहन्छु पाइरेट सुमनले मलाई फोन हानी गरेर चाहिँ बड्डाले कन्ना फर्केर अब मैले चाहिँ रिसिभ गरेको छैन अनि त्यही भएर अलि प्रब्लम भइरहेको के होइन ल जाऊ है यो भ्लग भोलि बिहान आउँछु गएर हेरेँ सेयर हाने त्यही हो ल घर जाने चल्दिउँ न त फेरि हाम्रो चाहिँ घर जाने कुरा भयो होइन हेर्नु सक्नुहुन्छ एकछिनै अनि एउटा लास्ट इन्डिङमा चाहिँ हल्का देखाइनु पऱ्यो अनि भ्लग चाहिँ ओए सुमन सकेपछि माथि निक्लिनु लाग्छ ओके भैलो चाहिँ मेरो भोइस सुनाएन होइन माइक लिएन मैले त्यही पनि केही छैन होइन कि यहाँ काम छ कि हेर्दै माथि आऊ
गाइज देख्न सक्नुभयो आजको भ्लगमा चाहिँ केही भयो कस्तो भयो जे भयो नि भयो तपाईँहरू रमाइलो नि भयो होला होइन सुमन हामी थियौँ होइन आज रमेश पनि थियो बड्डो होइन कहाँ गयो थाहै छैन अनि घर गयो होला अहिले हामी चाहिँ अब घर जान होइन किनकि अहिले रातभरिमा यो काभ्रे गाउँ सक्ने अरे अनि रातिमा चाहिँ हामी हिँड्दैनौँ अहिले चाहिँ 3 बजेको टाइम भयो होइन अब 3 बजे चाहिँ अब हामी घर फर्किने होइन त्यही भन्न चाहन्छु आजको लागि चाहिँ यति नै भयो भैलो पनि हल्का फुल्का हाम्रो सिरबारीको यो भैलो चाहिँ सिरबारी वडा नम्बर 3 को बङ्गाल गाउँपालिका होइन राम्रो लागेको लाइक गर्न च्यानल सब्सक्राइब गरिदिनु होला होइन नोटिफिकेसन दबाउनु होला किनकि मेरो भिडियो आयो सबभन्दा पहिला तपाईँहरूको अगाडि जाओस् नोटिफिकेसन भन्न चाहन्छु होइन अनि भैलो रिलेटेड यस्तै प्रकारको भ्लग चाहिँ मेरो च्यानलमा आजदेखि आइरहन्छ आज 7 गते भनेदेखि भोलि 8 गतिबाट अपलोड हुन्छ होइन अब स्कुल जाने दिन आइसक्यो अब स्कुल जाने दिन आइसक्यो अब फेरि अरू भेट्यौँ बाई